हामीले वेबसाइटमा देख्ने लिस्ट, फर्म, टेबल यो सबै HTML-बाटै नै बनेको हुन्छ। हेलो साथीहरू, इट्स मी पन्ना LPK एन्ड इट्स माई डे 3 अफ लर्निङ वेब टेक्नोलोजी। आज चाहिँ मैले HTML-को मात्रै युज गरेर चाहिँ 4वटा प्र्याक्टिकल प्रोजेक्ट क्रिएट गरेको छु। मेरो फर्स्ट प्रोजेक्ट भनेको चाहिँ रेसिपी स्टेप हो, जहाँ चाहिँ मैले हेडिङ र HTML लिस्ट युज गरेको छु। र मैले अर्को प्रोजेक्ट भनेको चाहिँ इभेन्ट सेड्युल टेबल बनाएको छु, जहाँ चाहिँ टेबल ट्याग युज गरेर इभेन्टको डेट, टाइम र सेड्युल देखाएको छु। अर्को मेरो प्रोजेक्ट भनेको चाहिँ लगइन फर्म हो, जहाँ चाहिँ युजरले आफ्नो युजर नेम र पासवर्ड लगाएर चाहिँ लगइन बटनमा क्लिक गरेर लगइन गर्न सक्छन्। र मेरो अर्को लास्ट प्रोजेक्ट भनेको चाहिँ एउटा रजिस्टर फर्म हो, जहाँ चाहिँ फुल नेम इन्टर गर्नु पर्यो, त्यसपछि इमेल इन्टर गर्न सक्छ, त्यसपछि पासवर्ड क्लिक गरेर अनि कन्फर्म पासवर्ड गरेर चाहिँ रजिस्टर र क्यान्सल भनेर दुईवटा बटन राखेको छु। सो यसरी चाहिँ मैले HTML-को मात्रै युज गरेर चाहिँ 4वटा प्रोजेक्ट क्रिएट गरेको छु। सो वेब टेक्नोलोजीको फाउन्डेसन भनेको HTML हो। यसको फाउन्डेसनलाई चाहिँ एकदमै स्ट्रङ बनाउनुपर्छ। सो मैले चाहिँ अहिले HTML मात्रै युज गरेर विभिन्न प्रोजेक्टहरू गर्दैछु। पछि चाहिँ मैले यसमा CSS, जाभास्क्रिप्ट जोडेर अरू प्रोजेक्ट क्रिएट गर्नेछु। थ्याङ्क यू।